नमस्कार सबैलाई नमस्कार। यसो जङ्गल घुम्दै गरेको यो सालको फुलहरू बग्रेलती खसेको देखेपछि मलाई पुरानो जमानाको याद आयो। त्यो बेला हामी यस्ता सालका फुलहरू बटुलेर यसलाई हामी बिक्री गर्ने गर्थ्यौँ र त्यो सालको फुलहरू साबुन बनाउने उद्योगहरूले कच्चा पदार्थको रूपमा हामीसँग किनेर लैजान्थे। हामीलाई पनि केही थोरै पैसा हुन्थ्यो र त्यो बेलामा महाशक्ति सोपको पूजा साबुन भन्ने उत्पादन हुन्थ्यो। त्यो पूजा साबुन चाहिँ साह्रै टिकाउको पनि र सरर मैला जाने खालको पनि थियो। आज आर्थिक वर्ष 83-84 को बजेट आउँदैछ। सरकारले यो पुराना उद्योगहरूलाई सञ्चालनमा ल्याउने भनेर बजेटले सम्बोधन गर्ने भन्ने समाचारहरू पनि सुनिन्छन्। लौ न सरकार, यस्तो सालको फुल ल हेर्नुस् त, पुरै यो कच्चा पदार्थ खेर गइरहेको छ। यो एक वर्ष मात्रै होइन, हरेक वर्ष यसरी सालको फुलहरू खस्छन्, आफै खेर जान्छन्। बजेटले यो कुरालाई सम्बोधन गर्न सकेदेखि ती पुराना त्यो महाशक्ति सोप भन्ने कहाँ हरायो। त्यो त्यस्ता कम्पनीहरू फेरि नेपालमा स्थापना गर्न सकेदेखि रोजगार पनि सिर्जना हुन्थ्यो, देश आत्मनिर्भर पनि बन्थ्यो। यो कुराहरू पनि खोजी गरेर सरकारले त्यसलाई पनि बजेटले सम्बोधन गरेर उद्योग सञ्चालन गर्न सकेदेखि देश विकास हुन समय नै नलाग्ने देखिन्छ। यसरी खेर गएको कच्चा पदार्थ तह लगाउने प्रयास गर्न पर्यो सरकार। यो बजेटले चाहिँ यो पटक भएन होला, तर यो कुराहरूलाई आगामी वर्षहरूमा सम्बोधन गर्ने प्रयास गर्नु होला। हेर्नुस् त, कच्चा पदार्थ खेर गएको। हस्, धन्यवाद।